Hey guys, welcome to my next vlog. हैन आजको vlog अब धेरै रमाइलो हुनेवाला छ किनभने पछि आज हामी गइरहेको छौँ वेलकम प्रोग्राममा। हाम्रो आज वेलकम प्रोग्राम छैन, फाइनली धेरै दिनपछि भइरहेछ। धेरै ढिलो भयो भन्न पनि पाएन, ठिकै अब सब भर्ना भइसक्यो, अब भइरहेछ। र आज वेलकम प्रोग्राम कता छ भन्दाखेरि है सिद्धार्थमा छ। हामी गइरहेको छौँ सिद्धार्थतिर। फर्स्ट त मेरो केटाहरू पुगिसके, मलाई बोलाइरहेको थिएँ, म नुहाइरहेको थिएँ। ड्रेस लाएर ठिक भएको छु, चट्ट होइन, कोट प्यान्ट सर्ट कस्तो लागेको छ ड्रेस भन्न सक्नुहुन्छ म माथि। ल ढिलो छ हेरेँ, पानी पऱ्यो हुनाले घरबाट बाहिर ननिस्का धेरै भयो। अस्तिदेखि घरबाट बाहिर निस्काएको छैन, कहीँ छुट्टी भइदिन्थ्यो। र अब हामी गइरहेको छौँ सिधा। अब हजुरले त्यहीँ पुगेपछि मिल्छ होइन, किनकि आवश्यकमा कम छ अब भन्नुपर्ने छ। ल हेर्न सक्नुहुन्छ बाटो पुरा हिलो छ यस्तो है। जामा अब पुगेपछि हजुरहरूसँग मिल्छ। ल गाइस फाइनली सिद्धार्थमा पुगियो। फाइनली आउने बित्तिकै केटाले चस्मा उठाइदियो है हातमा। के छ दोस्त, नाम प्लेट पनि हालिस् सर, मैले त नाम प्लेट हाल्नु भइले चस्मा ढल्का हालेर कहाँ अनि ल केटा कोट लागेन केटा। उता छन् केटाहरू, मेरोवाला हो अङ्गुठी निस्काल्नु छ मेरो। अरू दोस्त के छ खबर, ठिक छ एकदम बबाल। यिनीहरू यहाँ छन्। ल ल ल यहाँ फोटो सुट चलिरहेको रहेछ केटाहरूको। ल तिमीहरू कुकुरहरू मलाई फर्साइहाल्यो नि। ओहो ब्याज ल्याउनु त म भुलिहालेँ। ब्याज किन चाहियो? झन्डा छ त नेपालको। नाम मेरो ब्रान्ड हो, चाहिँदैन बढी कुरा। एकछिन स्टप गर्दै ल केटाहरू यहाँ फोटो भिडियो भइरहेछ है, भन्दै हौ। लगाएर हाम्रो यहाँ त फोटो सुट भइरहेछ होइन, फोटो भिडियो आज मजा आउनेवाला छ दह्रो पाराले। यसको आँखाहरू खिचेर हुन्छन् ब्याजहरू। मैले ब्याज ल्याउनु भुल्दै केटाहरूले ब्याज हो यस्तरी नभनौँ म भिडियो जाम भित्रतिर मस्तले सजा छ। ठिक छ दोस्त, भित्र जामै छ। लाइटिङ बढी छ, गाना लाग्छ, नाइस। दाइहरू फोटो खिच्दै भर्खर अहिले हेर्न सक्नुहुन्छ त मिलाएको छ। बिहान सन्ध्या छन् केटाहरू। सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू, हाम्रो कार्यक्रम सुरुवात भइरहेको छ। सबैले एकचोटि सबै जो बाहिर छ सबै भित्र प्रवेश गर्नु। सबै जो भोलिन्टियरहरूले एकचोटि सबैलाई बाहिर भएका जति पनि छ सबैलाई भित्र प्रवेश गराउनु। लगाएर जब सुरु भइरहेछ प्रोग्राम अनि दाइहरू पनि रेडी हुनुहुन्छ फोटो खिच्नेलाई। मालाको लागि त निकालिरहेछन् केटाहरू। हाम्रो सब बसिसके। सबैले एकचोटि बाहिर जाउँ, सबैले बाहिरबाट अलि एउटा भिडियोको लागि सबैले लाइन लगाएर आउने। ओके ओके केटा यो सिट मिल्ने कि नै भन्ने भएको छ अब त। एकचोटि बाहिर हिँड्नु। ल केटाहरू यहाँ छन् है हाम्रो। ल दाइले लाइन नलाएर भन्ने अब यहाँ लाइन लागिरहेको छ जस्तो छ। यता हाम्रो सर, हाम्रो क्लास टिचर। हाम्रो आउने जस्तो छैन हो, के भइरहेछ। बबाल साइकल उता राखेको छु।
केटा हाम्रो फुटाउने न भिडियो तिमी कहाँ जिम्मेवारी प्राप्त सम्पूर्ण व्यक्तिहरूलाई म सोही अनुसार आफ्नो जिम्मेवारी निर्वाह गरिदिन आउन समेत अनुरोध गर्न चाहन्छु। अब धेरै ढिला नगरिकन कार्यक्रम सञ्चालनको पक्षलाई फेयर गर्नु न फेयर दोस्त फेयर गर्नु बाँकी छैन लगायत हाम्रो सिद्धिसक्यो प्रोग्राम अब हामी घरतिर ल फाइनली धेरै भयो मजा अब हुन्छ घरतिर अब फेयर गर्नु छ नि गजलको म अघिसम्म सुत्न लाएको थिएँ तिमीहरूको लाग्दा आएँ हो ल भाइ केटा ल भाइ कहाँ घर बिनु दोया